गरी मैले लाएको डोरो छिन्यो मन भयो एघोरो नरो उमायालु सै। नमस्कार, मेरो नाम ध्रुव हुन्। मेरो अर्को भ्लगमा यहाँलाई स्वागत छ। आज चाहिँ म मेरो पछाडि टक्कै विष्णुमती नदी सलल बगिरहेको छ। आज मेरो तपाईँहरूलाई चाहिँ भेरी एक्साइटेड है। आज तपाईँहरूलाई चाहिँ म अर्को यस्तो दामी ठाउँ लाग्दैछु। तपाईँको ड्रिम्स अफ गार्डन, लैनचौर स्थित ड्रिम्स अफ गार्डनमा लाँदैछु। अब मेरो कान्छी नानी स्कुटी तयारी भइसकेको छ अगाडितिर। म अगाडि बढ्छु है त, हेर्दै गर्नलाई। ड्रिम्स अफ गार्डन कस्तो छ त है गाइज। एक्साइटेड भित्र प्रवेश गर्दैछु। यहाँ टिकट लाग्दो रहेछ, प्रोटेक्सन चाहिँ पाइँदो रहेछ। यहाँ टिकट लाग्दो रहेछ है। म टिकट देखाइरहेको छु। अब म फाइनली टिकट काटेँ अनि त्यसपछि अब म भित्र प्रवेश गर्दैछु है त। हामी जान मिल्यो। यसरी दौड्यौँ क्या साथी हो, दौड्यौँ इनर्जी। आहा, घुम्नलाई असाध्यै राम्रो ठाउँ छ है एकदम। तपाईँहरूलाई चाहिँ कति राम्रो फुल। यसको नाम चाहिँ के रहेछ? यसको नाम चाहिँ घन्टे फुल है, घन्टे फुल। घन्टे जस्तो छ नाम त त्यहाँ घन्टे फुल मैले राखिदिएँ है फेरि यसमा। ओहो टिम हेर्नुहोस् त, टिम खेल्दै टक्कै तपाईँहरूलाई चाहिँ मैले चाहिँ कति राम्रो। अनि हेर्नु यो कटान सजिएको छ गार्डन भनेपछि पक्कै पनि है फुलहरू हुनु पऱ्यो। फुलहरू पनि रङ्गी बिरङ्गी विभिन्न खाले फुलहरू रहेका छन् यहाँ। अब मखमली फुल्दा, आहा मखमलीलाई चाहिँ मखमली कति राम्रो छ हेर्नु त। तिर रुख अनि यतातिर रुख होइन त, यतातिर रुख अनि यतातिर रुख, कसैलाई पनि नपरोस् है दुःख होइन त। दृश्य मैले देखाइरहेको छु, तपाईँहरू हेरिराख्नु भएको छ। यो धेरै टाढा छैन, लैनचौरदेखि भित्र नजिकै, लैनचौरको नजिकै केशर पुस्तकालय सँगै ठमेलको चोक्कैमा, अथवा तपाईँको यता नारायणी उता ठमेलको जाने बाटोनेर। अब तपाईँलाई चाहिँ भिडियो हेर्दै गर्दा कस्तो लाग्यो तपाईँहरूलाई चाहिँ पक्कै पनि रमाइलो होला। एकदम यहाँको सुन्दर दृश्यहरू मैले चाहिँ यहाँहरूको माझमा प्रस्तुत गरेँ। यहाँले चाहिँ पक्कै पनि निहाल्नु होला। यस्तै भिडियोहरू मैले चाहिँ मठ मन्दिरहरूका विभिन्न ऐतिहासिक संरक्षणका विभिन्न पार्कहरूको विभिन्न गुम्बाहरूदेखि लिएर मैले चाहिँ होइन घुम्न लायक ठाउँहरूको चाहिँ मैले चाहिँ भिडियोहरू प्रस्तुत गर्नेछु है। यहाँले चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो। यहाँलाई धेरै धन्यवाद दिँदै म अब अघि आएकै घरतिर